एक्स नभन्नु भन्नुभएको छ। म चाहिँ नेसनल क्रिकेट प्लेयर, म 25 इयर्स कन्ट्रीको लागि नेसनल इन्टरनेसनल लेभलमा खेलेँ, रिप्रेजेन्ट गर्न पनि पाएँ नेपाललाई लकिली एउटा वर्ल्ड कपमा, फर्स्ट वर्ल्ड कप जुन हामी 2014मा खेलेको थियौँ। सो या त्यसपछि अहिले चाहिँ आइम वर्किङ एज अ स्पोर्ट्स मिडियामा, अनि एज अ मेन्टर, अनि अल्सो एज एन अहिले चाहिँ काठमाडौँ ब्रोडकास्टिङ जुन चाहिँ बिएलमा छ त्यसमा चाहिँ म आइम पार्ट अफ डिरेक्टर अफ क्रिकेट। सो त्यो बाहेक चाहिँ आइएम इन्टु आर्ट अफ लिभिङ एज अ भलिन्टियर, अनि एज अ फ्याकल्टी टिचिङ लट अफ स्ट्रेस फ्री क्लासेस। फ्युचरमा जोइन गर्नु चाहिँ जोइन गर्नु होला। अनि या लाइक मैले यो आइडिया स्टुडियोको बारेमा धेरै पहिला मिडियातिर अनि फलो गरे पनि थिएँ, र कस्तो इन्ट्रेस्टिङ एउटा प्लेटफर्म आएको थियो जहाँ चाहिँ यति क्रिएटिभ माइन्ड्सहरूलाई एउटा प्लेटफर्म पाउनु भएको छ होइन। आफ्नो आइडियाजहरू ल्याएर डिफ्रेन्ट बिजनेसहरूलाई यहाँ एक्सप्लेन गर्नु बिजनेस, कति न्यू बिजनेसेसहरू आइपुगेको छ अल ओभर नेपाल, विच इज अ ब्रिलियन्ट आइडिया टु स्टार्ट विथ। म पर्सनली पनि लाइक जब म क्रिकेट खेल्थेँ एकदम लाइक मलाई मन पर्थ्यो कि क्रिएटिभ हुन, कि नयाँ लिएर आउँ, कि एउटा सरप्राइज दिउँ अपोनेन्ट्सलाई पनि भनेर त्यसरी सोच हुन्थ्यो। तर म कसरी स्टार्ट गर्नु, त्यो फ्याकल्टीलाई कसरी चाहिँ म ट्याकल गरौँ, एउटा नयाँ आइडिया कहाँबाट लिएर आउँ भनेर जहिले पनि सोच हुन्थ्यो मलाई। त्यसमा चाहिँ मलाई पर्सनली चाहिँ आर्ट अफ लिभिङले हेल्प गरेको थियो त्यो बेलामा, किनकि यति स्ट्रेस हुन्थ्यो स्पोर्ट्समा, लाइक प्रेसर हुन्थ्यो कन्ट्रीको लागि खेल्दाखेरि, एक्सपेक्टेसन्स हुन्थ्यो, त्यो म्यानेज गर्न चाहिँ एकदम गाह्रो हुन्थ्यो बेलामा, च्यालेन्जेसहरू हुन्थ्यो त्यो मिट गर्न नसक्दाखेरि। अनि एउटा आफ्नो डेप्थमा गएर चाहिँ लाइक एउटा साइलेन्समा बसेर त्यो मेडिटेसन्सहरू गर्न थालिसकेपछि चाहिँ मेरो इन्ट्युटिभ क्वालिटिजहरू डेभलप भयो कि गेममा। त्यो चाहिँ मलाई कसरी थाहा भयो भने 2013मा फर्स्ट टाइम हामीले होल टिमले त्यो कोर्स जोइन गऱ्यो, अनि त्यो बेलासम्म हामीले वर्ल्ड कप खेलेको थिएनौँ कि, अनि विश्वास पनि थिएन अनेस्टली भन्दा मलाई 2013मा कसरी सोध्यो नेपालले वर्ल्ड कप खेल्छ टिम गेममा भनेर सुन्दा हाँस्थ्यो मान्छेहरू पनि। अनि हाम्रो ऱ्याङ्किङ पनि अराउन्ड वर्ल्डमा